हिजो राति म फेसबुक हेर्दै थिएँ, तपाईँले एउटा स्टेटस लेख्नुभयो जहाँनिर प्रधानमन्त्री बालेन्द्र शाहले आफूसहित 3 जना आफ्ना नजिकका मित्रहरू जो अहिले मन्त्री समेत हुनुहुन्छ, गृहमन्त्री, त्यसपछि पूर्वाधार विकास मन्त्री हो क्या अहिले मन्त्रालयको नाम, सुनिल लम्साल, सुदन गुरुङ र आफ्नो फोटो राखेर देश बनाउने भौतिक पूर्वाधार भन्नुभएको छ अरे हैन, भौतिक पूर्वाधार मन्त्रालय के हो यस्तै के राखेछ अरे, देश बनाउने 3टा पात्र भनेर उहाँले फोटो राख्नुभयो। के छ तपाईँको टिप्पणी यसमा? उहाँले पीएम एचएमआईएम अनि देश बनाउने टोली भनेर 3 जनाको फोटो राख्नु, बीचमा आफू दाहिनेतिर भौतिक पूर्वाधार मन्त्री र देब्रेतिर गृहमन्त्री राखेर राख्नुभयो। यो त प्रधानमन्त्री पदको हैन, प्रधानमन्त्री पदको यतिसम्मको चाहिँ खिल्ली उडाउने काम हैन, मर्यादा घटाउने काम र प्रधानमन्त्री पदलाई यति चाहिँ खिसिटुरी आफैले खिसिटुरी गर्ने काम सायदै भएको छैन होला अहिलेसम्म कहीँबाट कहिले पनि। एउटा प्रधानमन्त्रीले आफ्नो व्यक्तिगत कस्तो भयो भने त्यो प्रधानमन्त्री पद चाहिँ जस्तो मैले अस्ति तपाईँसँग कुरा गर्दा पनि गरेको थिएँ जस्तो लाग्छ हैन, कुनै कुरा चाहिँ एकदम स्ट्रगल गरेर धेरै ठुलो चाहिँ मूल्य मान्यता हैन मूल्य चुकाएर प्राप्त गरेपछि त्यसको महत्त्व त्यसको गरिमा थाहा हुन्छ। कुनै कुरा सस्तोमा प्राप्त भएपछि त्यसको गरिमा र महत्त्व नै थाहा हुँदैन क्या हैन। अब एकदम सजिलै सस्तो गरी कुनै दुःख नगरिकन एउटा चाहिँ अल्गोरिदमको आधारमा प्राप्त गरेको पद जनमत हैन मान्छेलाई चाहिँ भ्रममा पारेर मान्छेलाई चाहिँ एक खालको के भन्छ अब चाहिँ त्यो एउटा परिस्थिति बन्यो हैन। कतिपय अब पुराना पार्टीहरूको नेताहरूको कमजोरीका कारणले पनि होला, मान्छेहरूको बढी अपेक्षाका कारणले पनि होला, विभिन्न अब टेक्नोलोजीको डेभलपमेन्ट र त्यसको दुरुपयोगका कारणले पनि होला, एउटा परिस्थिति बनेर उहाँले जनमत ल्याउनु भयो। त्यसलाई उहाँहरूले अहिले भद्दा मजाक गरिरहनु भएको छ, अपमान गरिरहनु भएको छ, त्यसलाई चाहिँ अहिले ख्यालठट्टा गरिरहनु भएको छ। यो 3टा पात्र नि देश बनाउने पात्र हुन् कि होइन? र तपाईँको एक त्यसरी उहाँका त्यो सामाजिक सञ्जालका प्रस्तुति हैन, एकैछिन त्यति मात्र हैन, एकैछिनपछि म त जिस्केको भनिदिनु हैन, म जिस्किन छोडेको दिन चाहिँ समस्या मान्नु नत्र म त जिस्क्या हप्ताभरि काम गर्छु आज जिस्किन्छु। 2 दिन उहाँले बिदा किन राख्नुभयो, किन ल्याउनु भयो त? जनताका लागि अरूका लागि रहन्छ नि त हैन। अघिल्लो दिन पनि एउटा स्टेटस आएको छ शनिबार पनि है उहाँको के त्यो एउटा अभि हिमालको हैन रमाइलो भन्दा ठिक छ, त्यो त प्रवर्धन गर्ने कुरा आफ्नो चाहिँ प्राकृतिक हैन चाहिँ ठाउँहरूको पर्यटकीय ठाउँहरूको आफ्नो देशका यति महत्त्वपूर्ण रमणीय ठाउँहरूको प्रवर्धन गर्ने कुरालाई त सकारात्मक रूपमा लिन सकिन्छ, त्यो त त्यसमा त ठाउँ छ। तर दोस्रो दिनको उहाँले आफ्नो पहिलो स्टाटस र त्यसपछि दोस्रो स्टाटसले त अब त्यो वास्तवमा लाज पनि लजाउने स्थिति बन्यो क्या है एउटा त्यो समग्रमा। अनि अर्को कुरा चाहिँ उहाँले देश बनाउने टोली भन्नुभयो, देश बनाउने त खास जनता हुन्, अहिले त देश चलाउने भने अब ठिकै हुन्थ्यो होइन, यो त नेपाली जनताले बनाएको देश हो नि। त्यो माथि बाँकी उनका मन्त्री परिषदका सदस्य त्यहाँ पनि आउँदैछु, त्यहाँ त म आउँदैछु, यसलाई टुङ्गै हाल्नु पर्ने बेला हो। यो त नेपाली जनताले बनाएको देश हो हैन, उहाँको 3 जनाले त्यो देश बन्छ त, देश चलाउने हैन अथवा देशको अहिले विकास गर्ने देशको नेतृत्व गर्ने टोली भनिदिएको भए पनि एउटा हुन्थ्यो। तेस्रो कुरा लोकतन्त्रमा सामूहिक प्रणालीमा विश्वास गर्नुपर्छ, जसले सामूहिक प्रणालीलाई स्थापित गर्ने कुरामा योगदान गर्छ त्यो मोर डेमोक्रेटिक छ, लोकतन्त्रप्रति आस्थावान भन्ने बुझिन्छ हैन। सामूहिक निर्णय, सामूहिक चाहिँ हैन कार्यशैली, सामूहिकतामा विश्वास गर्ने, त्यही भएर त दलहरू आवश्यक पर्यो नि त, नत्र त राजा ठिकै थिए नि त हैन, एउटा मान्छेले मात्र गर्ने भएको त। दल भनेका धेरै मान्छेहरू मिलेर धेरै विचारहरू, धेरै शैलीहरू, धेरै स्वभावहरू, धेरै चाहिँ तपाईँको क्षमताहरू मिलेर दल बनेका हुन्छन्, दलले राज्य सञ्चालन गर्ने कुरा हो नि त। तर उहाँ चाहिँ के गर्नुभयो त भन्दा एकदम साँगुरो घेरामा, सीमित घेरामा आफूलाई सीमित राख्ने, त्यहीँबाट त्यसैलाई देश बनाउने, देश चलाउने, देशको नेतृत्व गर्ने मान्छेका रूपमा परिभाषित गरिरहनु भएको छ त भन्दा आफूलाई सङ्कुचित, त्यो चाहिँ चरम तानाशाही र एकदम निरङ्कुश तानाशाही अधिनायकवादी हैन, एकदम सेल्फ सेन्ट्रिक आत्मकेन्द्रित मान्छे, म नै आइएम द स्टेट भन्ने मान्छेहरूको त्यो शैली हुन्छ क्या। त्यो यसले के पुष्टि गरिरहेको छ त भन्दा आफ्नो अधिनायकवादी शैलीमा हिँडिरहेको पुष्टि हुन्छ।